सम्पूर्णलाई नमस्कार। मौरी पालन सम्बन्धी धेरैको चासो र जिज्ञासा र हामीलाई धेरैजनाले प्रश्न राख्नु भएको छ र विशेष गरी तपाईँहरूको प्रश्नको उत्तर म क्रमैसँग दिनेछु र हामीलाई प्रश्न राख्नु भएको छ अस्पिर तामाङज्यूले र उहाँले प्रश्न गर्नुहुँदै थियो मेरो घारको बुट च्याम्बरको चाकाहरू धेरै कालो भएको छ। कालो चाकामा पनि मौरीले मत हालेको छ तर अब रानीले अन्डा पार्छ कि पार्दैन भनेर उहाँले प्रश्न राख्नु भएको थियो र विशेष गरी तपाईँले के ध्यान दिनु पर्यो भन्दाखेरि चाहिँ अहिले चाहिँ अब सिजन हो, सिजनको अन्तिम छ अहिले। मौरीले हल्का महहरू स्टोर गरेको हुन्छ है, रसहरू स्टोर गरेको हुन्छ र अब दिनदिनै अफ लाग्छ। अब जनवरी, फेब्रुअरी, मार्च भनेको एउटा अफ हो र त्यो टाइममा चाहिँ मौरीहरू बाहिर चरनमा जान सक्दैन, ज्यादा मात्रामा चिसो हुन्छ, खानेकुरा हुँदैन। त्यति बेला चाहिँ मौरीले सबै रसहरू खान्छ र मौरीको जनसङ्ख्या पनि हल्का घट्ने गर्दछ र त्यति बेला चाहिँ मौरीले चाका यदि छोड्यो भने चाहिँ त्यो छोडेको चाकामा चाहिँ मैनपुतली लाग्ने गर्दछ र कालो चाका पनि मौरीले छोड्ने गर्दछ र कालो चाकामा छोडिसकेपछि त्यहाँ मैनपुतलीहरू आएर एट्याक गर्ने गर्दछ र मैनपुतली लाग्यो भने तपाईँको घारै नष्ट हुनसक्छ। त्यही भएर चाहिँ तपाईँले चाहिँ अहिले चाहिँ मौरी अलिकति कम्ती छ भने चाहिँ तपाईँले चाका निकालिदिनु सक्नुहुनेछ यति बेलै। र तर मौरीले राम्रोसँग कभर गरेको छ अहिले सबै चाका भने चाहिँ तपाईँले अहिले आउट नगरिदिनु होला। यो अब यो अफ सिजन बिचमा जनवरी फेब्रुअरीतिर तपाईँले 15 दिन 20 दिनमा एकखेप चाहिँ घार निरीक्षण गरेर चाकाहरू हेर्दै गर्नु होला। मौरीले चाका छोड्न आँटेको छ भनेपछि तपाईँले चाहिँ त्यो चाकालाई चाहिँ आउट गरिदिनु सक्नुहुन्छ। तर यो अफ सिजनभरि नै मौरीले चाहिँ सबै चाका मजाले ढाकेर राख्यो भने चाहिँ तपाईँले चेन्ज गर्नु पर्दैन। अर्को पालि जस्तो सिजन आउँछ त्यति बेला तपाईँले चाकालाई चाहिँ निकालेर चाहिँ आउट गरिदिनु होला र अर्को खाली फ्रेम हालिदिनु। त्यसो गर्दाखेरि अर्को खाली फ्रेममा मजाले मौरीले अर्को चाकाहरू बनाउन थाल्छ। र तपाईँहरूलाई यो एकदमै ज्ञानमूलक भिडियो लाग्यो भने तपाईँले है हाम्रो भिडियोलाई लाइक गरिदिनु होला, एउटा मिठो कमेन्ट गरिदिनु होला र जाने बेलामा तपाईँले हाम्रो भिडियोलाई सेयर पनि गरिदिनु होला। हस् त, धन्यवाद।